दर्शकहरूले हामी चाहिँ ताप्लेजुङको पाथिभारा मन्दिरमा उपस्थित भएका छौँ र पाथिभारा भगवती भन्ने बित्तिकै सबैजनालाई एकदमै मनमा चाहिँ अत्यन्त श्रद्धा जाग्ने गर्दछ। कहिले पुगौँ माताको कसरी दर्शन गरौँ भनेर जाग्ने गर्दछ र आज हामीले यहाँलाई चाहिँ भगवती पाथिभारा जसलाई ठुली पाथिभारा भनेर पनि चिनिन्छ हामी भगवतीको यहाँलाई दर्शन पनि गराउन गइरहेका छौँ र साथसाथै यहाँ रहनुभएका गुरुसँग पनि भगवतीको बारेमा केही हामी जानकारी लिन गइरहेका छौँ। सर्वप्रथम हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ। गुरु हजुरको परिचय दिनुहोस्। मेरो नाम चाहिँ दिल्ली रमण आचार्य हो। म विगत 23 वर्षदेखि म यहीँ छु। माताजीको सुरुमा म नियुक्ति भएर आउँदा त यहाँ केही थिएन। 23 वर्षदेखि म यहाँ छु। कस्तो थियो त्यति बेलाको अवस्था? बेला त अवस्था अब बाटो पनि यस्तो थिएन। जस्तो धागो टाँगेको छ तल, धागो टाँगेको त्यो धागो हेर्दै हेर्दै आइन्थ्यो त्यति बेला। बाटो केही पनि थिएन, बाटो एकदम विकट थियो। तर यही भगवतीको पैसाले हामीले बिचमा सानो बाटो बनायौँ। त्यस पछाडि अहिले नेपाल सरकारले अब यो बाटो बनाइदिएको छ। अहिले चाहिँ नेपाल सरकारले यहाँको सबै कुरामा हेरिराखेको छ। भगवतीको उत्पत्तिको बारेमा एकदम रोचक किंवदन्ती कथाहरू रहेका छन्। यहाँ माता पार्वतीले चाहिँ शिवजीले तपस्या गरेको ठाउँ हो। शिव र पार्वतीको मिलन भइसकेपछि कुमार जन्मिन्छन्। कुमारको हातबाट तिम्रो मृत्यु हुन्छ भनेर ब्रह्माजीले जुन तारकासुरलाई श्राप दिएको थियो, माताजी यहाँ बसेको बेला चाहिँ भौमासुरलाई चाहिँ तारकासुरले यहाँ पठाउँदाखेरि आवाज साथ आउँदा त माताजी आफै झसङ्ग हुनुभयो। त्यति बेला उहाँको शरीरबाट 5वटी कन्याको रूपमा उत्पत्ति भएर माता अब बसिदिनु भयो। उहाँहरू केही समय सँगै बस्नुभयो। माताजीलाई, माता पार्वतीलाई शिवजीले दर्शन दिएपछि उहाँ त जानुभयो। तिनै पञ्चकन्याको यहाँ बास छ। अब सत्ययुगमा त्रेता द्वापर पूजा नभएपछि कलियुगको सुरुमा चाहिँ भेडीगोठको भेडाहरू लुकाइदिएर अनि म यहाँ छु भनेर पूजा विधिहरू सबै सिकाएर भेडीगोठालाबाट चाहिँ यहाँ पूजा सुरु भएको भन्ने किंवदन्ती कथा छ। माता पार्वतीको पार्थिव शरीर बसेको हुँदा पार्थिवराबाट पाथिभरा भएको हो। अब तलबाट हेर्दाखेरि पनि पाथिभरा जस्तै चुली भएको हुनाले पाथिभरा त्यसरी नामकरण भएको। हामी पूजा गर्दा चाहिँ पञ्चकन्या कालिका पाथिभरा देवी भनेर जुन माताजीका शरीरबाट उत्पत्ति भएका पञ्चकन्याहरू हुनुहुन्थ्यो उहाँहरूलाई सम्झिनुपर्छ भनेर हामी पञ्चकन्या कालिका पाथिभरा देवी हुनु। पाथिभरा त वास्तवमा यो डाँडैको नाम हो। पञ्चकन्या चाहिँ यहाँ बसेको हुनाले पञ्चकन्या कालिका पाथिभरा देवी भनेर त्यसरी चाहिँ पूजा हुन्छ। हजुर, अनि उहाँको उत्पत्ति चाहिँ यही स्थलमै भएको कि? हाम्रो अलिकति अप्ठ्यारो ठाउँमा तल हो। त्यहीँबाट चाहिँ हाम्रो माताजीको अघि हामीले पूजा गरेको शिला चाहिँ हामीले तलैबाट ल्याएर अब यहाँ राखेको पनि लगभग अब 400-500 वर्ष अगाडि ल्याएको भन्ने के छ। तर यसको लिखित प्रमाण त्यही पनि छ। पूजाको शुभारम्भ कसरी भयो? हजुरले चाहिँ यहाँबाट कसरी पुजारीबाट? म चाहिँ अब समितिबाट नियुक्ति भएर आएँ। अब यहाँ नियुक्ति गर्ने एकजना भनेर भनेको थियो। त्यति बेला चाहिँ मैले पनि आवेदन दिइरहेको थिएँ। ल ठिकै छ, तपाईँ अब म चाहिँ संस्कृत पढेर आएको इन्डियामा, अनि ल संस्कृत पढेमा चाहिँ तपाईँ नि बसिदिनुहोस् भनेर समितिले भनेपछि अनि म नियुक्ति भएर यहाँ आएँ। यहाँ त केही थिएन। नित्य पूजा समितिले आफै गर्छ। तर कस्तो विधिविधानहरू? जस्तो हामी अब बिहान जस्तो हामी यहाँ पूजा गर्छौँ। पूजा गरिसकेपछि हाम्रो आरती हुन्छ। अनि त्यस पछाडि अब भक्तजन कोही आएर अगाडि नै पूजा गर्नुभयो भने नि यहाँ रोकटोक चाहिँ छैन। तर पनि मन्दिर कुनै पनि मन्दिरमा आरतीभन्दा अगाडिको पूजालाई त्यसलाई मान्य हुँदैन, किनभने हामीले त सबै निशानहरू बन्द गरी आउँछ। आरती पश्चात अब हाम्रो अहिले पनि हजुर अहिले पनि हामी 5 बजी आरती गर्छौँ। त्यहाँबाट अगाडि चाहिँ पूजा हुँदैन। त्यस पछाडि भक्तजनले पूजा गर्नुहुन्छ। यहाँको विशेषता के हो? यहाँले यति गाह्रो यति माथि हुँदा पनि मान्छेले यतिकै लालायित हुनुहुन्छ। देवी देवता आफैमा डाँडामा बसेको कारण चाहिँ शुद्ध ठाउँमा पवित्र ठाउँमा बस्नुभएको हो। तर हामी अब कोही पनि धेरै भक्तजन नआउन् भन्ने पनि हुन्छ। अनि अब अहिले त अब भक्तजनहरूमा अलिकति आस्थामा पनि कमी भएको छ। किनभने फोहोर धेरै गर्ने, फोहोर गरेर पूजा गरियो भने हजुर दर्शन पनि गर्ने तर फोहोर गर्ने, यत्रो डस्टबिनहरू राखेको छ। त्यो सोचको कमी पनि हो।